फाइनली गाइज तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा वेलकम छ। तपाईहरु सबैजना सञ्चारमा हुनुहुन्छ होला, म पनि सञ्चारमा छु। आजको मेन विशेष ब्लग रहेको छ। हामी चाहिँ टक्क मकै गोड्न आएको छौं हैन। मकै गोड्ने बेला भएको छ। हामी चाहिँ सबैजना घर परिवार सबैजना मकै गोड्न आइराखौँ गाइज हैन। सबैजना चाहिँ मकै गोड्न आछौं। कोही बारी जोत्न आछ हैन, डाँडा काँडामा सबैजना यसो मकै गोड्नलाई चाहिँ बेला भएको छ। मकै गोडेर बल थकेला आएर बसिरहेको हैन गाइज। मेरो आमा हुनुहुन्छ, पुरा पानी लिएर आएर पानी खान लागेको छौं हामी चाहिँ गाइज। सबैजनाले हेरेर युट्युब च्यानललाई मन पराइदिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अब म चाहिँ पानी खान्छु गाइज हैन। सबैजनाले हेरिदिनु होला। त्यो घरमा हामी चाहिँ जोतिराख्ने त चाहिँ बुवाले चाहिँ तिल छर्ने बारीमा हैन पुरै टाइट जोतिराख्नु भएको। सबैजनाले हेर्नु होला हैन। ता म छु, हामी चाहिँ मकै गोडेर थकेलाएर बसिरहेको यसरी। सबैजनाले भिडियोलाई मन पराइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। सबैजनाले मकै गोडेर एउटा कराची भ्याम पुरै घाम चर्केर हामी चाहिँ बसेका है शीतलमा। यता मम्मी हुनुहुन्छ, हामी चाहिँ घाम चर्केर शीतललाई यसो आराम गरिराखेको। घाम एकदम बहुत चर्किरहेको छ हैन गाइज। यता चाहिँ बुवाले ट्र्याक्टर जोतिराख्नु भएको छ है त। हेर्नु अब चाहिँ हामी घर आइपुग्यौँ हैन। ट्याक्क गर्मीमा यस्तो गर्मी छ हैन, पुरा फ्यान लाएर बसेका छौँ। अहिलेको लागि चाहिँ हामी भन्दाउँछौँ, सबैजनाले माया गरिदिनु होला। भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। बाई बाई, लभ।